या चन्न खो संग रखना कुछ ना होवे या सब हो जा तो संग। आज चाहिँ म जाँदैछु दिल्ली हैन। सो नमस्ते सबैजनालाई। आज चाहिँ रक्षाबन्धन पनि हो अनि त्यही भएर चाहिँ हामीले चाहिँ आज घुम्ने प्लान गरेको छ म र मेरो बहिनी। आज चाहिँ म बहिनीलाई भेट्नु आफ्टर 4 मन्थ जाँदैछु दिल्ली हैन। बहिनी चाहिँ कतारबाट डाइरेक्ट दिल्ली आउँछ अनि म चाहिँ घरबाट अब निस्किन आँटेको हैन। रेडीहरू भइसके अनि यो चाहिँ मैले नयाँ हेयर कट मेरो हैन मैले कपाल काटेको छु अनि यहाँ चाहिँ म रेडी भएर बाहिर निस्किसकेँ हो। गाडीमा जाँदैछु अनि सिलगढी एयरपोर्ट पुग्ने बित्तिकै मैले साथी भेटेँ हैन। मेरो साथी गङ्गा चाहिँ यहाँ काम गर्छ नि त अनि यस्तो घाम देखेँ आज हैन बाहिर सिलगढीमा। अफकोर्स सिलगढी दिल्ली एकदमै गरमै छ अहिले त हैन। सो जहिले पनि मलाई चाहिँ फ्लाइटमा चढिसकेर ल्यान्ड हुने बेलामा यस्तो कान दुख्छ कि हैन म चाहिँ रुनु न हाँस्नु हुन्छ हैन। मनमनै रोइरहेको थिएँ हैन तर अब के गर्नु हैन त्यस्तै हुन्छ। अनि म चाहिँ हामी चाहिँ होटल पुगिसकेर बहिनीलाई भेटेर पनि हैन एकदम भोक लागिरहेको थियो अनि खाना खानु बसेँ। फर्स्टमा चाहिँ मैले सुप खाएँ हैन। फर्स्ट मैले सुप खाएँ त्यहाँदेखि चाहिँ पानीपुरी खाएँ हैन। मलाई पानीपुरी धेरै मनपर्छ हैन। अनि त्यहाँदेखि चाहिँ ट्रन आउँछ राइस हैन अनि मैले राइसमा चाहिँ यता मटन हैन राइस खाँदैछु विथ रायता हैन। यस्तो भोक लागेको हैन। अनि त्यहाँदेखि अझै अर्को प्लेट पनि म खाँदैछु। यसमा चाहिँ के छ भन्दाखेरि सिपको मासु छ हैन। अनि यहाँ चाहिँ छ डेजर्ट हैन। अब म तपाईँलाई रुम देखाउँछु हैन। रुम चाहिँ कस्तो छ हाम्रो भन्दाखेरि चाहिँ यो चाहिँ हाम्रो रुम हो हैन। अन्त यहाँ चाहिँ अब सामानहरू राख्ने हैन यो बाथरुमहरू छ। भ्यू पनि कस्तो दामी छ हैन हाम्रो रुमको चाहिँ। अनि सबै कुरा भएर चाहिँ लास्टमा चाहिँ हामीले राखी लगायौँ हैन हामी दिदी बहिनी हैन। लास्ट इयर पनि हामीले लगाएको थियौँ अनि योपालि पनि लगायौँ राखीहरू लगाइसकेर अनि यहाँ चाहिँ हामी बेलुकाखेरि चाहिँ जाँदैछौँ स्विमिङ पुल हैन। यहाँ चाहिँ अब बाथटब लगाइरहेको छु हैन। स्विमिङ कस्ट्युम पनि लगाएको छु अनि राति भइसकेको छ हैन। यति बेला चाहिँ बज्दैछ 6 हैन। स्विमिङ गर्दाखेरि चाहिँ मलाई चाहिँ अब स्विमिङ गर्नु चाहिँ त्यस्तै खासै चाहिँ आउँदैन हैन तर पनि अब इन्जोय हैन एकदम एक्साइटेड भइरहेको छु हैन। सो मेरो चाहिँ अब भोलिदेखिको चाहिँ हामी घुम्नु जाने हैन। भोलिदेखि चाहिँ ट्रिप छ हाम्रो अनि अझै एकजना पनि आउँदैछ मेरो साथी मेरो दिदी हैन ऊ पनि आउँदैछ हामीसँग जोइन हुनुहुन्छ। ऊ चाहिँ बेलुका आइपुग्छ 8:30 को उसको फ्लाइट छ हैन। सो हेर्दै गर्नुहोस् मेरो भिडियो मन पऱ्यो भने लाइक सेयर गर्नु होला। सी यु इन द